प्रिय साथीहरू, प्राचीन समयमा मानिसहरू खुसीको खोजीमा विभिन्न ठाउँमा भौटारिन्थे। कसैले धनमा खुसी खोज्थे, कसैले प्रतिष्ठामा, त कसैले भौतिक सुविधामा। तर के साँचो खुसी बाहिरी संसारमा नै पाइन्छ त? कि त्यो हाम्रो आफ्नै मनभित्र लुकेको हुन्छ? यस्तै प्रश्नहरूको उत्तर खोज्दै एक धनी युवकले एकजना ज्ञानी महर्षिको शरण लिन्छ। के उसले खुसीको रहस्य पत्ता लगाउन सफल हुन्छ? आउनुहोस् यो प्रेरणादायी कथाबाट बुझ्ने प्रयत्न गरौँ। पुरानो समयमा एक सानो गाउँमा सुदर्शन नाम गरेका एकजना युवक बस्दथे। सुदर्शन सम्पन्न परिवारका सदस्य थिए। धन, ऐश्वर्य र प्रतिष्ठामा उनी कसैबाट पछाडि थिएनन्। घरमा नोकर चाकरहरू थिए। सुदर्शनलाई कुनै पनि भौतिक सुख सुविधाहरूको कमी थिएन। तर उनले आफ्नो हृदयमा एक अजीब खालीपनको अनुभव गर्थे। उनी जहिले पनि चिन्तित र असन्तुष्ट देखिन्थे। एक दिन उनले गाउँका एकजना ज्ञानी साधु महर्षि देवदत्तको बारेमा चर्चा सुने। देवदत्तलाई गाउँका मानिसहरू खुसीका स्रोत भनेर सम्मान गर्थे। सुदर्शनले देवदत्तलाई भेट्ने निर्णय गरे। सुदर्शन महर्षि देवदत्तका पुगेर भन्छ, महर्षिजी, मसँग धन, ऐश्वर्य र सबै प्रकारका भौतिक सुख सुविधाहरू छन्, तर म भित्र शान्ति छैन। मन सधैँ अशान्त र असन्तुष्ट छ। म साँच्चै खुसी हुन चाहन्छु। के तपाईँ मलाई खुसीको रहस्य बताइदिनुहुन्छ? महर्षिले मुस्कुराउँदै भन्छ, ठिक छ, म तिमीलाई खुसीको रहस्य बताउँछु। तर त्योभन्दा अगाडि तिमीले एउटा काम गर। सुदर्शनले उत्सुकताका साथ सोध्छ, के काम महर्षिजी? महर्षिले एक चम्किलो सुनको चम्चा दिए र भने, यस चम्चामा म यस संसारको सबैभन्दा शुद्ध महलको तेल राखिदिन्छु। तिमीले यो चम्चा बोकेर मेरो आश्रम वरिपरि घुम। तर ध्यान राख, तेलको एक थोपा पनि जमिनमा खस्न दिनु हुँदैन। सुदर्शनले तेलले भरिएको चम्चा हातमा लिए र आश्रम वरिपरि घुम्न थाले। उनको ध्यान तेलमा मात्र थियो। उनले एक थोपा पनि खस्न दिएनन्। काम सकेर जब उनी महर्षिका फर्किए, महर्षिले सोधे, ठिक छ, अब मलाई बताऊ, आश्रमका सुन्दर फुलहरू तिमीले देख्यौ? त्यहाँ रहेका चराहरूको मिठो आवाज सुनेका थियौ? सूर्यको न्यानो किरण झुल्किएको दृश्य तिमीले देख्यौ? सुदर्शनले लज्जित हुँदै प्रश्नको जवाफ दिए, मेरो आँखा त तेलमा मात्र केन्द्रित थिए। मैले यी कुराहरू त ख्यालै गरिन गुरुदेव। महर्षिले मुस्कुराउँदै भने, बस यही हो जीवनको सत्य। तिमी आफ्नो जीवनमा खुसीको खोजी गरिरहेछौ, तर तिम्रो ध्यान बाहिरका भौतिक चिजहरूमा मात्र केन्द्रित छ। जबसम्म तिमी बाहिरी चिजहरूको पछाडि दौडिरहन्छौ, खुसी तिमीबाट सधैँ टाढा नै रहन्छ। महर्षिले थप्दै भन्छन्, अब फेरि जाऊ, आश्रम वरिपरि घुम। तर यसपटक तेल नखसाल्ने प्रयाससँगै वरपरका सुन्दर दृश्य, प्रकृति र आवाजहरूको पनि आनन्द लिनु। सुदर्शनले पुनः प्रयास गरे। उनले तेल पनि खस्न दिएनन् र वरिपरि रहेका सुन्दर दृश्यहरूलाई पनि ध्यानपूर्वक हेरिन्। आश्रमका सुन्दर फुलहरू, चराहरूको मिठो आवाज र सूर्यको न्यानो किरणको आनन्द लिए। जब सुदर्शन फर्किए, महर्षिले सोधे, अब कस्तो अनुभव भयो
तिमीलाई। सुदर्शनले मुस्कुराउँदै भने, म आफूलाई हल्का र आनन्दित महसुस गरिरहेको छु। बाहिरी दृश्यहरूको आनन्द लिनु र आफ्नो उत्तरदायित्व पुरा गर्नु दुवै कुरा सँगै गर्न सकिँदो रहेछ। महर्षिले गम्भीर स्वरमा भने, यही हो खुसीको रहस्य। खुसी बाहिरका वस्तुहरूमा होइन, तिम्रो आन्तरिक सन्तुलन र दृष्टिकोणमा छ। बाहिरी दुनियाँका सुखहरू त अस्थायी हुन्, तर आफ्नो भित्री आनन्द र मनको शान्ति भने तिमी भित्रै पाइन्छ। सुदर्शनले त्यस दिनदेखि आफ्नो ध्यान बाहिरका भौतिक चिजहरूमा मात्र नभई भित्री शान्ति र आनन्दमा केन्द्रित गर्न थाले। उनले जीवनलाई सहज रूपमा लिन थाले र साँचो खुसीको अनुभूति गरे। साथीहरू, यो सुन्दर कथाबाट हामीले के सिक्न सक्छौँ भने खुसी बाहिरी सम्पत्तिमा होइन, आन्तरिक सन्तुलन र शान्तिमा हुन्छ। जीवनका जिम्मेवारीहरू पुरा गर्दा पनि वरपरका सुन्दर क्षणहरूलाई महसुस गर्न सक्नुपर्छ। जीवनलाई सहज रूपमा लिने हो भने साँचो खुसी पाइन्छ। भिडियो मन परेमा लाइक, कमेन्ट अनि सेयर गरिदिनुहोला। धन्यवाद।